नमस्कार, प्राविधिक तथा व्यावसायिक शिक्षा रेडियो कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछौँ। यो कार्यक्रम हरेक महिनाको पहिलो र तेस्रो बिहीबार बिहान 7:40 बजे सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरको समन्वयमा यो कार्यक्रम रेडियो नेपालद्वारा उत्पादन एवं प्रसारण हुने गर्दछ। आजको कार्यक्रममा हामीले प्राविधिक शिक्षाबारे गरिएको कुराकानी, यसै गरी सिटिभिटीको आंगिक शिक्षालय निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिवास महोत्तरीका शिक्षालय प्रमुख रमण कुमार मेहतासँगको कुराकानी र प्राविधिक शिक्षाको अध्ययनबाट सफलता हासिल गरेका युवा रोहित कुमार शाहसँगको कुराकानी पनि यो कार्यक्रममा समावेश गर्नेछौँ। कार्यक्रमलाई पूरा समय सुनिदिनु हुन समेत हार्दिक अनुरोध गर्दछौँ। अब हामी राख्दैछौँ प्राविधिक शिक्षा बारे गरिएको कुराकानी। नमस्कार सर। नमस्कार। अनि के छ त तिम्रो खबर? कस्तो भयो त? एसई को परीक्षा पनि दियौ तिमीले भर्खरै? ठिकै भएको छ सर, राम्रै गरेकी छु। हेरौँ, राम्रै नतिजा आउने आशा पनि गरेकी छु। अब के पढ्ने सोच बनाएकी छौ त? मलाई त प्राविधिक शिक्षा पढ्न मन छ सर। आहा, कस्तो राम्रो विचार लिए कि। अनि प्राविधिक शिक्षा अन्तर्गत पनि के पढ्ने भन्ने कुरा रहन्छन् त, यसमा के विचार गरेकी छौ? मलाई त ओभरसियर बन्न मन छ सर। कहाँ राम्रो होला हजुरसँग बुझौं भनेर आएकी हुँ म सर। त्यसो भए सिटिभिटी को शिक्षालयमा सञ्चालन हुने डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रम पढ न त। मैले त यही सल्लाह दिन्छु तिमीलाई। ओभरसियरको पढाइ त सिटिभिटीमा हुन्छ भनेर मैले पनि सुनेकी छु सर। यो सिटिभिटी भनेको कस्तो संस्था हो बुझौं भनेर सरलाई दुःख दिन आएकी सर। दुःखको कुरो होइन, यो त जानकारी लिने कुरो हो। सिटिभिटी भनेको प्राविधिक शिक्षा प्रदान गर्ने एउटा सरकारी निकाय हो। सिटिभिटी अन्तर्गत देशभर नै शिक्षालयहरू रहेका छन्। यी शिक्षालयहरूमा इन्जिनियरिङ, कृषि, स्वास्थ्य, होटल म्यानेजमेन्ट सम्बन्धी प्राविधिक शिक्षाका कार्यक्रमहरूको पढाइ हुन्छ। बरु तिमीले कहाँ पढ्ने सोच बनाएकी छौ त? म त बुबा आमाको एक्लै छोरी हुँ। बुबा आमालाई छोडेर हिँड्न पनि गाह्रो छ। गाउँ घरमै बसेर ओभरसियर बन्ने कोर्स पढ्न पाए हुन्थ्यो भनेर आएकी नि सर। यसका लागि तिमीले चिन्तै लिनु पर्दैन। सिटिभिटी का कलेज कहाँ छन् अनि के पढाइ हुन्छ सबै अनलाइनमा हेर्न मिल्छ अहिले, हैन? सिटिभिटी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.ctevtexam.org.np मा जाने अनि समराइज रिपोर्ट्समा क्लिक गर्ने। त्यहाँ कुन प्रदेशको कुन जिल्लामा कुन कुन शिक्षालय छन्, त्यहाँ के प्राविधिक शिक्षाका कार्यक्रमहरू छन् सबै हेर्न मिल्छ त्यहाँ। ए, यति सजिलै हेर्न मिल्ने रहेछ सर। मेरो गाउँ नजिकै पनि सिटिभिटी को शिक्षालय छ, तर कस्तो छ कुन्नी? हो त, राम्रै कुरा पो ल्याउ त तिमीले। तिम्रो गाउँ नजिक पनि सिटिभिटी को शिक्षालय छ, तिमी आफैले अहिले भर्खरै भन्दैछौ हैन? बरु एकचोटि त्यो शिक्षालय हेर्न पनि जाऊ अनि त्यहाँ गएर बुझ, कक्षा कोठा हैन, त्यसै पढ्ने भनेर मात्र होइन, त्यहाँको वातावरण कस्तो छ, कक्षा कोठा कस्ता छन्, ल्याब कस्तो छ, वर्कसप हेर, प्रशिक्षक तथा प्रिन्सिपललाई भेट। तिमीलाई राम्रो लाग्यो भने त्यही पढ्दा पनि त हुन्छ नि। हुन्छ सर, म समय मिलाएर शिक्षालय हेर्न जान्छु। ल जाऊ न त। सुन त फेरि, सिटिभिटी का शिक्षालयमा प्री डिप्लोमा र डिप्लोमा तहका कार्यक्रमहरू सञ्चालन हुन्छन्, यो पनि बुझिराख है। हजुर सर। अनि यो प्री डिप्लोमा र डिप्लोमाका कार्यक्रम बीच के फरक छ सर, त्यो बारे पनि बुझाइदिनुस् न। यो ध्यानपूर्वक सुन है। प्री डिप्लोमा भनेको 18 महिनाको कोर्स हो। एसई को नतिजामा एनजी भए पनि प्री डिप्लोमा पढ्न मिल्छ। इन्जिनियरिङमा प्री डिप्लोमा पास गरेपछि सब ओभरसियर अर्थात् नेपाल सरकारको 4औं तहको प्राविधिक हुने योग्यता प्राप्त हुन्छ, हैन? अनि डिप्लोमा भनेको 3 वर्षे कोर्स हो। डिप्लोमा तहमा पढ्नलाई एसई मा कम्तीमा 1.6 जीपीए हुनु पर्दछ, बुझ्यौ हैन? अनि इन्जिनियरिङमा डिप्लोमा तह पास गरेपछि सब इन्जिनियर अर्थात् नेपाल सरकारको 5औं तहको प्राविधिक हुन मिल्छ। ए, त्यसो भए एसई मा एनजी लागेकाहरूले पनि सिटिभिटी का शिक्षालयहरूमा प्राविधिक शिक्षा लिन मिल्ने रहेछ, हैन त सर? हो, मिल्छ। एसई मा एनजी आएका विद्यार्थीहरूले पनि प्री डिप्लोमा तहको प्राविधिक शिक्षा पढ्न मिल्छ। अनि सर, यो सिटिभिटीले भर्ना चाहिँ कहिले खुलाउने रहेछ नि? एसई को नतिजा प्रकाशन पश्चात सिटिभिटीले भर्ना खुलाउँछ। सिटिभिटीमा पूर्ण शुल्क र छात्रवृत्तिमा पढ्ने सुविधा छ। छात्रवृत्तिमा छनौटने विद्यार्थीले कार्यक्रम अवधिभर निशुल्क पढ्न पाउँछन्। यो बारेमा पनि राम्ररी बुझेर आऊ न त। हुन्छ सर, म त इन्जिनियरिङ नै पढ्ने हो, सिटिभिटीमै पढ्ने हो। हजुरलाई धेरै धन्यवाद है सर, मलाई जानकारी दिनुभयो, धेरै धन्यवाद। जे होस्, यति कुरा बुझाउन सकेर मलाई पनि धेरै खुसी लाग्यो। जानकारी लिने अनि जानकारी दिने कुरा पनि ठुलो हुन्छ। आज यति कुरा बताइसकेपछि पनि तिमी एउटा निर्णयमा पुग्न सक्यौ, हैन? अब सिटिभिटी का कक्षाहरूमा चाहिँ भर्ना हुने भयो, हैन? विषय आफैले पनि छनौट गर्न सक्ने भयो। अब ढुक्क भएर पढ्नुहुन्छ। हस् सर, नमस्कार, धन्यवाद। नमस्कार।
कुराकानीपछि अब राख्दैछौँ सिटिभिटीको आङ्गिक शिक्षालय निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिवास 11 खैरमारा महोत्तरीका शिक्षालय प्रमुख रमण कुमार मेहतासँग गरिएको कुराकानी। हजुर, निर्मल लामा बहुप्राविधिक शिक्षालयको छोटो परिचय पाउ न। हस्, धन्यवाद सर। निर्मल लामा पोलिटेक्निक इन्स्टिच्युट बर्दिवास 11 खैरमारामा अवस्थित छ। यो शिक्षालय स्थापना 2075 सालमा सिटिभिटीको आङ्गिक शिक्षालयको रूपमा स्थापित भएको हो। हाल हामी कहाँ शिक्षालयमा इन्जिनियरिङ तर्फ 2वटा, सिभिल इन्जिनियरिङ र जियोमेट्रिक इन्जिनियरिङ, हेल्थ तर्फ 2वटा, फार्मेसी र रेडियोग्राफी, वन विज्ञान, होटल व्यवस्थापन, फुड एन्ड डेरी र फरेस्ट्री गरी 7वटा डिप्लोमा तहका कार्यक्रम सञ्चालित छन् भने यही वर्षबाट हामी 2वटा थप इन्जिनियरिङमा आर्किटेक्ट इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङको कक्षा पनि सञ्चालन गर्ने योजना बनाएका छौँ। बाहेक हामी कहाँ छोटो अवधिका सिपमूलक तालिमहरू बजारको माग अनुसारको र त्यसबाहेक विशेष निशुल्क छात्रवृत्तिको कार्यक्रममा हामीले यो 3 वर्षे CLT ल्याबको कार्यक्रम पनि सञ्चालन गरेका छौँ। हजुर, प्राविधिक शिक्षा भन्दा बित्तिकै हामीले उपकरणको सहायताबाट पनि विद्यार्थीहरूलाई शिक्षण विधिमा लैजानु पर्ने हुन्छ हैन। आवश्यक ल्याब पनि चाहियो, वर्कसप पनि चाहियो, अनि त्यसको लागि चाहिँ फेरि फिल्ड पनि राम्रो भएको हुनु पर्यो, छात्रावासका लागि बस्ने भवनको सुविधा राम्रो हुनु पर्यो, प्रयोगात्मक सामग्री अनि पुस्तकालयको पनि अति नै जरुरी हुन्छ। कतिको पर्याप्त छ? धन्यवाद सर, राम्रो प्रश्नको लागि। मी कहाँ यो सम्पूर्ण पूर्वाधारहरू सिटिभिटीको अघि नै जोडे आङ्गिक शिक्षालय भएकोले नेपाल सरकार, शिक्षा मन्त्रालय र सिटिभिटीको पहलमा र लगानीमा सम्पूर्ण व्यवस्थापनहरू पूर्ण रूपमा छ। त्यसका साथसाथै यो मध्य प्रदेशकै पाइनियर इन्स्टिच्युटको रूपमा सिटिभिटीले लिएको छ र यो नमुना शिक्षालयको रूपमा पनि रूपान्तरण छ। र यसको साथसाथै कोइका नेपालको सहयोगमा हामी कहाँ आधुनिक भवन कोरियाली सरकारको सहयोगबाट निर्मित भएर हस्तान्तरणको प्रक्रियामा छ। साथसाथै सम्पूर्ण पूर्वाधारहरू, फर्निचर, प्रयोगशालाका अति आधुनिक उपकरणहरू, मेसिनरी औजारहरू र पुस्तक समेत कोरियाली सरकारले कोरियाली टेक्नोलोजीमा नै हामीलाई प्रदान गर्नुभएको छ। त्यति मात्रै होइन सरलाई पूर्वाधार जोड्नुभयो। पूर्वाधारमा पनि हामी कहाँ लेटेस्ट टेक्नोलोजीका पूर्वाधारहरूमा, पुराना पूर्वाधार होइन कि अहिलेको नयाँ टेक्नोलोजीको बेसमा सम्पूर्ण पूर्वाधारहरू अवस्थित रहेको छ सर। हजुर, अब प्राविधिक शिक्षा भन्दा बित्तिकै काम गरी खाने शिक्षाको रूपमा पनि लिन्छ। यसलाई उद्यमशीलताको विकास गर्ने सन्दर्भमा नि शिक्षालयले के गर्दै आएको छ त? क्लासरुममा पढाउने त्यो चक एन्ड टकको जुन अवधारणा थियो त्यसलाई हामीले चेन्ज गरेका छौँ। त्यसलाई चाहिँ हामीले कार्यस्थलको सिकाइलाई फोकस गरेका छौँ र जसको रूपमा हामीले हाम्रा विद्यार्थीहरूलाई क्लास कोठा भन्दा पनि प्रयोगशालामा बढी इन्गेज गराएका हुन्छौँ। र त्यसका साथसाथै हाम्रो शिक्षालयले विभिन्न औद्योगिक प्रतिष्ठानहरूसँग सम्झौता गरेको छ, जसमा चाहिँ हामीले करिकुलममा भएका र करिकुलममा नभएकालाई पनि हामीले अनिवार्य इन्टर्नसिपमा पठाउने व्यवस्था गरेका छौँ। हामीसँग धने 32वटा इन्डस्ट्रीहरूसँग हाम्रो MOU छ र हाम्रा बच्चाहरू, हाम्रा ग्रेजुएट हुनुभन्दा पहिला नै हामी करिकुलममा भएका त भए पनि र करिकुलम नभएकालाई पनि हामीले मिनिमम 6 महिनाको इन्टर्नसिपमा पठाउँछौँ र त्यो दोहोरो छ। जस्तै हामीले इन्टर्नसिपमा पनि पठाउँछौँ, इन्टर्नसिपमा उनीहरूले केही सिप आर्जन पनि गर्छ र त्यसको सँगसँगै ती संस्थाहरूसँग, ती औद्योगिक घरानाहरूसँग हाम्रो MOU छ, जसमा चाहिँ हाम्रो बच्चाहरूलाई प्लेसमेन्टको पनि सुविधा हामीले लिएका छौँ। हजुर, शिक्षालयको नेतृत्व लिएर बस्नु भएको छ हैन। तथ्याङ्कगत हेर्दाखेरि अहिलेसम्म कति प्राविधिक जनशक्ति तयार गरेको छ तपाईँको शिक्षालयले? हामीले धनै 3000 जति हामीले उत्पादन गरिसकेका छौँ। यो कान्छो शिक्षालयमा पर्छ। 3000 जति जनशक्ति हामीले उत्पादन गरिसकेका छौँ, जसको हामीले प्रत्येक वर्ष हामीले ट्रेसर स्टडी गर्ने गरेका छौँ। हाम्रा ग्रेजुएटहरू कहाँ छन्, कतिजना लोकसेवामा उत्तीर्ण भए, कतिजना प्राइभेट सेक्टरमा हुनुहुन्छ, कतिजना वैदेशिक रोजगारमा जानुभयो र कतिजना फर्दर एजुकेसनमा हुनुहुन्छ। त्यो हेर्दाखेरि हाम्रा धेरैसो ग्रेजुएटहरू यो 3 मैले अघि जुन भने फर्दर एजुकेसनमा, लोकसेवा आयोगको इक्जाम पास गर्ने र वैदेशिक रोजगारमा स्वरोजगार, यो 4वटा स्किम हामीले भेटेका छौँ। हजुर, जनशक्ति त यसरी तयार गरेको छ। अनि प्राविधिक शिक्षाका कार्यक्रमको अध्ययन पश्चात नै प्रशिक्षार्थीहरूले रोजगारीका लागि के कस्ता अवसरहरू भेटेका छन्? जस्तो हामी कहाँ होटल म्यानेजमेन्ट र फुड एन्ड डेरीमा ग्रेजुएट हामीले इन्डस्ट्रीहरूलाई पुर्याउन सकिरहेका छैनौँ। हाम्रो विद्यार्थीहरू केही विषयमा के छ कस्तो छ भने विद्यार्थीको बुझाइ लोकसेवा आयोग र सरकारी जागिर नै प्रायोरिटी हो, इन्टरप्रेन्योरतिर भन्दा पनि सरकारी जागिर नै प्राइम हो भन्ने सोचाइ भएकोमा अलिकति कम देखिन्छ। तर इन्टरप्रेन्योरमा जाने हो भने अहिले पनि अवसरको कमी चाहिँ छैन जस्तो लाग्छ। के कसरी काम गरेका छन्, के भेटाउनु भयो? मिक्स प्रतिक्रिया छ। नेपाल सरकारतिर लोकसेवातिर नै दिने ती बच्चाहरूको चाहिँ अलिकति जुन लेभलमा गयो, अब आफ्नै परिधिभित्र बस्नुपर्ने सरकारको आफ्नै नर्म्सहरू छ, त्यहाँ चाहिँ हजुरले भने जस्तै डेभलपमेन्टको अलिकति स्लो प्रोसेस छ। तर फेरि फर्दर एजुकेसनमा जानेहरूले आफ्नो चाहिँ चेन्ज गर्न सकेका छन्। यसै सन्दर्भमा प्राविधिक तथा व्यावसायिक शिक्षाका बारेमा जनमानसमा प्रचार प्रसार गर्न तपाईँको शिक्षालयले अहिले के गर्दैछ त?
एकदमै राम्रो प्रश्न। हामीले यो एसई सुरु हुने बित्तिकै विभिन्न 4वटा टिमहरू बनायौँ। अभिभावक र बच्चाहरूलाई पनि यो कहाँ पढाइ हुन्छ, त्यस कति शुल्क लाग्छ, सबैलाई प्राविधिक शिक्षा भन्ने बित्तिकै महँगो हुन्छ, यो एफोर्ड गर्न सकिँदैन, नाम निकाल्न सकिँदैन भन्ने विभिन्न किसिमका यो दुष्प्रचारहरू भएको छ। त्यसलाई चिर्नको लागि हामीले 4वटा टिम बनाएर मध्य प्रदेशका 8वटा जिल्ला पुग्यौँ र सँगसँगै हामीले बागमती प्रदेशका 16सम्म पनि हामी पुग्यौँ र हामीले एसईको सेन्टरमा र पम्पलेट लिएर एवारनेसका कार्यक्रम गर्यौँ। त्यसको सँगसँगै हामीले स्थानीय सरकारका प्रमुखहरूसँग, स्थानीय स्टेक होल्डरहरूसँग, पालिकाका रोजगार संयोजकहरूसँग, शिक्षा इकाइका प्रमुखजीहरूसँग हामीले संवाद गरेर उहाँहरूलाई हाम्रो इन्फर्मेसन दिएका छौँ। हामी कहाँ यो कोर्स पढाइ हुन्छ, यसको लागत न्यून छ, नेपाल सरकारले सञ्चालन गरेको आङ्गिक शिक्षालयहरूमा शुल्क पनि अति निम्न छ, सुलभ शुल्कमा हामीले अध्ययन गर्न सक्छौँ र धेरै जसो विधामा हामीले चाहिँ कलेजले नै प्लेसमेन्ट गरिदिन्छ, जब प्लेसमेन्ट। ती कुराहरू हामी एवारनेसका क्याम्पहरू चलाइरहेका छौँ। हजुर, अब जाँदा जाँदै प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी तथा आफ्ना नानी बाबुहरूलाई प्राविधिक शिक्षा पढाउन चाहने अभिभावकहरूलाई यहाँको सुझाव के रहन्छ अन्त्यमा? प्राविधिक शिक्षाले नै हामीले गरी खाने शिक्षा भन्छौँ। त्यसकारण मैले त सम्पूर्ण एसई दिएर बस्नुभएका विद्यार्थी भाइ बहिनीहरूलाई र अभिभावकजीहरूलाई म आग्रह गर्न चाहन्छु कि अहिलेको आवश्यकता नै प्राविधिक शिक्षा हो, त्यसमा जोड दिउँ र यसलाई नै हामीले मूल विषयको रूपमा अध्ययन अध्यापनमा लगाउँ भाइ बहिनीहरूलाई। र एकचोटि हाम्रो शिक्षालय भिजिट गर्नुहोस्। अघि मैले भनेका चिजहरू रेडियोमा प्रसारण भएर त्यसलाई चाहिँ साँच्चीकै हो कि होइन एकचोटि अवलोकन गर्न पनि म आग्रह गर्न चाहन्छु। र हामीले अति निम्न शुल्कमा हामीले 3 वर्षको जुनसुकै अघि कोर्स भने 45,000मा वार्षिक 15,000 शुल्कमा हामीले अध्ययन अध्यापन गराउँछौँ र त्यसमध्ये पनि नेपाल सरकारले तोकेको प्रत्येक कार्यक्रममा 10% स्कलरसिप उपलब्ध छ र केही स्थानीय निकायहरूले पनि स्कलरसिप उपलब्ध गराएको छ। यसकारण लगभग 30% बच्चाहरू निःशुल्क पनि हामी कहाँ अध्ययन गरिरहेका छन्। कारण एकचोटि नजिकको शिक्षालयमा भिजिट गर्नुहोस् वा हाम्रै शिक्षालय पनि एकचोटि भिजिट गर्नुहोस् भनेर आग्रह गर्न चाहन्छु र रेडियो नेपाल परिवारप्रति आभार पनि प्रकट गर्न चाहन्छु। अहिले सुन्नुभयो सिटीभिटीको आङ्गिक शिक्षालय निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिवास 11 खैरमारा महोत्तरीका शिक्षालय प्रमुख रमण कुमार मेहतासँग शिक्षालयको बारे गरिएको कुराकानी। अहिले तपाई प्राविधिक तथा व्यावसायिक शिक्षा रेडियो कार्यक्रम सुनिरहनु भएको छ। यो कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेस्रो बिहीबार बिहान 7:40 मा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। अबको क्रममा राख्दैछौ निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिवास 11 खैरमारा महोत्तरीमा 3 वर्षे डिप्लोमा इन फूड एन्ड डेरी टेक्नोलोजी अध्ययन पश्चात अलमाइटी बेभरेज नेपाल प्रणाली लाहान सिराहामा क्वालिटी एस्युरेन्स एन्ड क्वालिटी कन्ट्रोल सुपरभाइजर पदमा कार्यरत रोहित कुमार शाहले प्राप्त गर्नुभएको सफलताबारे गरिएको कुराकानीको सुरुवात गरौं परिचयबाट। यहाँको छोटो परिचय। मेरो नाम चाहिँ रोहित कुमार शाह हो। हजुर। घर चाहिँ पर्सा सर्लाही। म चाहिँ फूड एन्ड डेरी आइटेक पढेको हो। अहिले चाहिँ कामको क्रममा म काम गर्दै हो सर। तपाईले सिटीभिटी अन्तर्गत कहाँबाट कुन प्राविधिक शिक्षा कार्यक्रममा अध्ययन गर्नु भएको हो? सर म सिटीभिटी निर्मल लामा बहुप्राविधिक शिक्षालय महोत्तरीबाट फूड एन्ड डेरी टेक्नोलोजी आइटेक चाहिँ कम्प्लिट गरेको हो। तपाईले कहाँबाट प्रेरणा पाउनुभयो? कसरी प्राविधिक शिक्षा नै रोज्नु भयो? सर अब एसएलसी गरिसकेपछि हैन दाइहरुसँग परामर्श लिँदाखेरि प्राविधिक पढ्दाले चाहिँ पछि छिटो चाहिँ रोजगार पाउन मिल्छ भनेर चाहिँ मैले यता प्राविधिक रोजेको हो सर। तपाईले निर्मल लामा बहुप्राविधिक शिक्षालय नै किन रोज्नु भयो? वहाँ चाहिँ बजेट चाहिँ कमै लाग्ने थियो। अब 50-45 हजारमा 3 सालै थियो। अनि त्यस पछाडि अब दाइहरुसँग सोध्दा पनि कलेज राम्रो रहेछ, वहाँको शिक्षा वातावरण सबै राम्रो छ भन्नेले चाहिँ म रोजेको हो सर। प्राविधिक शिक्षा अध्ययनपछि रोजगारीमा कहिलेदेखि जोडिनु भयो, कहिलेदेखि लाग्नु भयो? मेरो चाहिँ कम्प्लिट भनेको 2080 मा भयो। अहिले चाहिँ म 2 सालदेखि सर काममै लागिरहेको छु र गरिरहेको पनि छु। निरन्तर काम भेटिरहेको छ। के काम गर्नुहुन्छ अहिले? अहिले म लाहान अलमाइट बेभरेज नेपाल प्राइभेट लिमिटेड जुस फ्याक्ट्री हो। हजुर। वहाँ चाहिँ म क्युए क्वालिटी इन्स्योरेन्स र क्वालिटी कन्ट्रोलको सुपरभाइजर हो। हजुर। हाम्रो प्रोडक्ट जुस छ। हजुर। अब त्यो जुसलाई कतिको क्वालिटी चाहियो, कस्तो छ, त्यो चाहिँ हेर्ने काम यहाँ मैले गरिरहेको छु सर। पढेको कुराले काममा कतिको सहयोग गरेको छ? त्यहाँ पढेको कुरा लगभग 95% म्याथ छ। हजुर। टेक्निकल कुरा पढ्न चाहिँ त्यही हो, तर अब टेम्परेचरहरू हुन्छ, मेसिनको कुराहरू हुन्छ। हुन त्यो
परेकै कुरा हो, तर गर्दा क्रममा चाहिँ अलिकति फरक रहेको छ सर। जस्तो प्राविधिक शिक्षा अध्ययन गरिसकेपछि रोजगारीको अवस्था कस्तो छ? मलाई लागेसम्म होइन म आफू गर्न सक्छु, अगाडि बढ्न सक्छु जस्तो मलाई लाग्छ सर। रोजगारी मलाई कहिले पनि यस्तो लागेन कि अब यो फुड एन्ड डेरी टेक्नोलोजी पढेर मलाई बेरोजगारै बस्नुपर्छ भन्ने कहिले पनि लागेन। यहाँसम्म साह्रै खुसी लाग्यो कि डिप्लोमा 3 वर्षै मात्र पढेर म राम्रो ठाउँमा पनि छु र राम्रो काम पनि पाइरहेको छु र आफ्नो जिन्दगी यहाँबाट मम बाबाले साथ नदिए पनि म बढाउन सक्छु भने सर मलाई आशा। तपाईको विचारमा प्राविधिक शिक्षा किन आवश्यक छ? प्राविधिक गरेपछि रोजगार छिटै पाउने हुन्छ होइन। हामी 3 वर्षै मात्र पढेर आफ्नो लाइफ साइकल अगाडि आफैले बढाउन सक्छु भनेर चाहिँ प्राविधिक शिक्षा नै राम्रो हो भने म चाहिँ भन्छु सर। भर्खरै मात्र एसी परीक्षा सकिएको छ। रेडियो नेपाल सुनेर बस्नुभएका भाइ बहिनीहरू र अभिभावकहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूले टेक्निकल नै पढोस्, प्राविधिक नै पढोस्, किनकि प्राविधिक पढिसकेपछि काम पनि छिटो लाग्ने हुन्छ र आफ्नो लाइफ साइकल घरबाट सपोर्ट नदिए पनि आफैले चाहिँ बढाउन सक्ने हुन्छ र आफू चाहिँ जब अरूको नगरेर आफ्नो जब पनि गरेर आफ्नो रोजगार पनि गरेर आफ्नो लाइफ साइकल अगाडि बढाउन सक्नुहुन्छ भनेर म उहाँहरूलाई भन्छु जहाँसम्म टेक्निकलै पढोस् भनेर। अहिले सुन्दै हुनुहुन्थ्यो अलमाइटी बेभरेज नेपाल प्राली लाहान सिराहामा क्वालिटी एसुरेन्स एन्ड क्वालिटी कन्ट्रोल सुपरभाइजर पदमा कार्यरत रोहित कुमार शाहले प्राप्त गर्नुभएको सफलताबारे गरिएको कुराकानी। आजलाई प्राविधिक तथा व्यावसायिक शिक्षा रेडियो कार्यक्रम यति नै। यतिन्जेल कार्यक्रम सुनिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। हाम्रो आगामी कार्यक्रम वैशाख महिनाको 18 गते बिहिबार बिहान 7:40 बजे सुन्न नभुल्नुहोला। आजको प्राविधिक तथा व्यावसायिक शिक्षा रेडियो कार्यक्रमलाई सहजीकरण गर्नुहुने सीटीभीटी सूचना तथा अनुसन्धान महाशाखाका उपनिर्देशक एकराज अधिकारीलाई धन्यवाद दिँदै कार्यक्रम संयोजक हरिगिरी, प्रविधि संयोजनमा मिनर्भा बज्राचार्य सँगै सहकर्मीहरू अनिता आचार्य, रमेश भट्ट अनि म रुक्मिणी पोखरेल बिदा हुन्छौं। हवस् त, नमस्कार।